यो चमेली नाम सुने बित्तिकै तपाईँहरूलाई कसको याद आउँछ? मलाई चाहिँ एकदमै दुईजनाको याद आउँछ। एउटा अहिले भर्खरै ट्रेनमा आएको हाम्रो हर्के काका, अनि अर्को भनेको बालेन दाजु है। अब बालेन दाजुको त एउटा गाने आएको थियो, चमेलीको बोलिदिने कोही छैन समथिङ त्यस्तै के भन्ने। अनि हाम्रो काकाको अहिले चमेली छेउमा आइदेऊ न, चिसो भयो, जाडो भयो होइन। जुसको बोतलमा चाहिँ के छ भित्र थाहा छैन, तँ बोलिरहेछ क्या हाम्रो माननीय भएर अर्को सम्मान। चमेली छेउमा आइदेऊ न, चिसो भयो। अब चमेली छेउमा बसेर चाहिँ अब काकालाई तातो हो कि भएन त्यो थाहा भएन, तर सामाजिक सञ्जालभरि चाहिँ पुरै मार्केट चाहिँ तताइरहेछ नै काकाले है। अब यस्तो हुनुहुन्छ हाम्रो मानिने। तपाईँहरू के भन्नुहुन्छ? मैले जानेको बुझेको यही हो। अनि अर्को त कतिले के भिडियो पनि बनाउनु भएको थियो भन्दाखेरि चमेली होइन नाम सामेली समथिङ के हो। ल ठिक छ त, जे भए पनि छेउमा आएर बस्छ। उहाँ त्यो केटीलाई भने होइन अरे कि अर्कैलाई भनेको अरे। तिमीहरूको यस्तो नानाभाती कुराहरू नसुनाऊ पनि हामीलाई होइन। जे देखिन्थ्यो त्यो देखिन्छ, आइसक्यो। अब के भन्छ र? खोइ के भन्नुहुन्छ तपाईँहरू? कमेन्ट गर्नुहोस् है।